नसक्ने तिम्रो त बुढा छ भने त नि मिस्टर तामाङ भन्ने छ अरे त एकजना मिस्टर तामाङ भन्ने एकजना बुढा छ अरे त तिम्रो त हल्लामा सुनेको यही बोलिरहेछ मेरो साइडमा तिम्रो त ख्याक्पा छ अरे त ख्याक्पा अनि हुँदा हुँदा कसलाई फसाउँदा यति राम्रो भयो पुष्पा दिदी लाइभमा हुनुहुन्छ कि हुँदैन तपाईँ के हो बहिनीको चालामाला त मलाई जुन दिन लाइभमा आउँदैन त्यही दिन चाहिँ राम्री भएर बसेको छ नयाँ खोज्यो जस्तो लाग्यो पुष्पा दिदी नयाँ खोजे जस्तो लाग्यो मलाई हजुर तपाईहरु म बिहा गर्ने हो के अलि छिटो आउनु न तपाईहरु म बिहा गरौँला यहाँ भोज खान लाग्यो मैले अस्ति नै तिम्रो लागि भने 2 वटा पार्टी छोडेर आइसक्यो अब यो त एज द फाइनल डे हो अनि पार्टीको अनि नछोड्ने अब आज पनि नछोड्ने अनि एज द मेन पार्टी हो अनि आज नि नछोड्ने मेरो लागि नि नछोड्ने 2 दिन छोडिसक्यो त मैले 2 दिन पार्टी छोडेर आएको होइन त लाइभ मेरो माया लाग्दैन रहेछ मलाई माया गर्दैन रहेछ त्यतिकै कसले मेरो फोनमा 3% ब्याट्री हुँदा नि तिम्रो लाइभ जोइन गरेको होइन खोइ स्क्रिनशट गरेर देखाउनु कसरी देखाउँछ ग्रिन स्क्रिन कसरी गर्छ सुरुमा चाहिँ फाइनान्शियली प्रिपेयर हुनुपर्छ अनि फर्स्टमा फाइनेन्सियली प्रिपेयर भएपछि चाहिँ अनि चाहिँ पे गर्दा ठिकै हो होइन फाइनेन्सियली पनि व्हाट इज ग्रिन स्क्रिन अनि पे पनि भयो भने अलिक गाह्रै हुन्छ त्यहाँ हेर्ला माथि हेर त कति पर्सेन्ट छ अब हाम्रो फ्यामिली कस्तो छ अनि मोबाइल चार्ज गर्नु नि त माथि रुममा जानुपर्छ क्या जानु नि त रुममा रुममा जानुपर्छ मुनि पार्टीमा म त टाइमै चाहिँ दिन सक्दैन रिसाइरहेको हुन्छ होइन केही छैन 10 बजे निस्केपछि एटलिस्ट हेर्न त पायो तिमीले नबोलाइ पनि अब म 10 बजे यहाँ मलाई भ्युवर्सहरूले भनिसकेको थियो क्या हाम्रो यो माया गर्ने मान्छेहरूले आज घोष दिदी राति राम्रो राति के अरे रातो लाएर राम्री भइरहेछ भन्दै थियो अनि आज त म त लाइभ आउँदिनँ भन्दै थियो आउँदिनँ भनेको त मैले होइन विकमा एकचोटि चाहिँ वाइफले अलिकति गाइस यो केटी चेयरमा बसेको हेर न चिलमा छ भनेको यो केटीलाई कसैको मतलब छैन त्यो हेरेर थाहा हुन्छ क्या मलाई कसैको मतलब छैन भनेको जस्तो विकमा एकचोटि छुटाउनु पर्छ यहाँ पनि सुरुमा एक्लै आएको कि भनेपछि फेरि अब जन्तीमा आएको थियो पुष्पा दिदी के हो भनेको भनिदिनु पर्यो यहाँ भनिदिनु पर्यो यो बहिनी आज म लाइभ आउँदैन भन्दाखेरि रातो लागेर चाहिँ कसलाई फसाउन लाग्यो रिलेसनले गर्दा मैले पनि कति टाइम गर्नु लाखपर्सेन्ट पनि अहिले धेर भयो डेमा टाइम दिनु नभ्याउने एउटा छिटै संसार ल परे मान्छेहरू यस्तै ओके सो गाइज होइन अपडेट है अहिले मेरो टेबलमा भएको अपडेट्सहरू है यस्तो गाइज मेरो अपोनेन्टमा चाहिँ बे भइसक्यो 2 जना छ होइन मेरो छेउमा एकजना चाहिँ 7 वर्षको ब्रेकअप भएर रोएर बसिरहेको छ एकजना छेउमा अनि एउटाको चाहिँ कहिले लगै परेको थियो ल परिरहेको छ त त्यो भएर त म त मेरो प्यारीसँग छु 7 वर्षको केही रक्षाका मान्छेले जे पनि भन्न मिल्छ गाइज मिस्टर तामाङ हजुर उहाँ साइडको को हुनुहुन्छ मिङ हो मेरो साथी हो गाइज गरिब बाजे के छ के अरे गाइज उनी मिङ हो उनी सिङ्गल है गाइज प्लिज है कोही सिङ्गल केटीहरू छ भने प्लिज भनिदिनुहोस् है गाइज ऊ चाहिँ मिङ शेर्पा हो है ऊ चाहिँ लास्टै धनी छ है गाइजमा भनिदिन्छु ऊ लास्टै धनी छ उसको ठमेलमा क्लब पनि छ उसको ठमेलमा बार पनि छ है तिमीहरूलाई गाइज रक्सी जति खाए पनि पाउँछ है मैले भनिदिइरहेको छु है गाइज गर न हजुर गर न हिजो यसरी अनि ऊ सिङ्गल पनि छ गाइज है बे गर्नलाई ऊ र म नै केटी खोजिरहे है गाइज बे गर्नलाई गाइज हामीलाई पठाउँदो प्लिज गस्तो म जुन दिन लाइभ आउँदैन भने त्यही दिन रातो लगाएर केटा फसाउन जाँदो रहेछ यसले अर्कै खोज्यो गाइज थाहा पाइसक्यो मैले मलाई दुईटा गाइज मिङ हेर यहाँनिर मिङ कति ह्यान्डसम छ मलाई त दुईटा भयो त बाइसेप देखाइदिएन बाइसेप मिङको आम्मामा कोलम्बिया अघि पनि बाइसेप छानेर आएको म त जिम नगएको कति भइसक्यो गाइज बेली गर्दा जिमै जानु पाएको छैन तिमीलाई लाग्यो होला कि होइन म आज लाइभ आउँदैन ए राम्री भएर केटा जिस्काउन जान्छु जस्तो लाग्यो होला होइन साइडको मेरो भन्दैछ यहाँनिर लाग्यो होला कि होइन
के अरे म लाइभ आउँदैन केटा जिस्काउन जान्छ जस्तो लाग्यो होला होइन पानी मुनि गयो नि छोड्दिनँ भनेको छ यहाँ थाहा छ कि छैन आमा तपाईँहरूलाई कति चिन्ता लाग्यो क्या मेरो फोनको चार्ज सकिन्छ भनेर म चार्ज गर्नेवालै छैन फोन यतिकै मरोस् मेरो फोन चार्ज फुल चार्ज के भयो तपाईँलाई हेरेको तोती गाइस तोती भन्यो भने रिसाउने तिमीले तोती भन्यो भने रिसाउँछ रिसाउँदैन मलाई क्युट लाग्छ है तर तोतीहरू म तोटी बोल्छु आमा कत्रो बोतल ओ माय गॉड यो केटीलाई नसक्ने गाइस नसक्ने ए सुन त घोष मेरो त मेन आइडी त फाइनल वार्निङमा रहेछ अब फेरि एक्चुअली ब्यान्ड भयो भने अकाउन्टै जाने खालको क्या फर एभर ब्यान्ड हुने खालको रहेछ बनाएन मेरो त अब नयाँ अकाउन्ट बनाउनु पर्ने भयो फेरि बनाउनु पर्ने मेरो होटल यो भयो सोल्टी सँगै टाँसेको छ क्या अनि भनौँ न उसको आफ्नै खालको बिजनेस छ हाम्रो अर्कै खालको बिजनेस छ अनि जहाँ गयो भने त्यो यो लुगाले सुहाउँदो रहेछ मलाई सुहाउँछ कि सुहाउँदैन रहेछ सोल्टीको जीवन चाहिँ अलिकति जिग्री छ अनि सोल्टीमा बिजी भयो भने चाहिँ हामीले गाइस एकछिन म तिम्रो गोल पुरा गरिदिन्छु ल सस्तो रुमहरू चाहिएको सोल्टीलाई पनि हाम्रो युज हुन्छ क्या मलाई जहाँ गयो पनि सोल्टीमा सबै मिलाएर गर्नुहुन्छ क्या एकछिन मेरो लाइफ एकछिन पज हुन्छ होला इन्भर्टेड प्यारीहरू आइको ब्यालेन्स पनि दियो सोल्टीले लियो नि आइको यहाँबाट कोइन किन्दा टिकटकबाट कोइन किन्दाखेरि चाहिँ लास्टै महँगो पर्छ क्या आइको प्लस हेभी इन्भेस्टमेन्ट नफाल भन्दा फाल्छ कि फाल्नु अझै सक्यो फेरि किन्नु भन्ने रहेछ अझै गाइज मेरो फोनमा त 1% छ यार ब्याट्री फोन मेरो त चलाउँदा मर्छ अब त त्यसले अपडेट गर्दैन एकचोटि ल मिङ मेरो यसो ड्राइभरको नम्बर फोटो एकछिन ल गाइजमा ड्राइभरको नम्बर फोटो खिच्छ अनि पाल्न छोडिदिन्छ साइडको केटा पनि क्या हेन्सिलायो तर धनी छ भन्दाखेरि अलिकति मेरो फोनमा 1% ब्याट्री छ गाइज अनि अहिले ड्राइभरलाई फोन गर्नुपर्छ क्या त्यो भएर फोटो खिचिराखेको ड्राइभरको नम्बरको लागि हजुर पुरै देखाउनु न साइडमा पनि यसो लोकेसनहरू देखाउनु न मिल्छ त्यसरी देखाउनु नि हो त्यसरी यसरी मेरो अहिलेको सिङ्गल साथी भने ऊ एकजना मात्रै हेलो उसको आइडीबाट लाइभ आउँ म मेरोमा त चार्ज मर्यो त उसको चार्ज के छ तपाईँको आइडी एकछिन म एकचोटि लाइभमा जाउँ त मलाई लाइभ देखाइरहेको छ ए उसको आइडी गोसको दाई भनेर छ एकचोटि हेर त उसको आइडी दाइ गोसको दाई भनेर छ उसको आइडी गोसको ठुलो दाई भनेर छ उसको आइडी दाइ कसैको दाइ होइन अब गाइस उसको आइडी सर्च गर्नु त गोसको ठुलो दाई भनेर छ कमेलमा त आगो लागेको छ त गाइस मेरो फोनमा लिटरली 1% छ थियो नि अहिले ड्राइभरलाई फोन गर्नलाई पनि छैन फुलमुन त म मेरो लाइफमा पहिलोचोटि मिङ भनेर चाहिँ एकचोटि हेर त मिङ भनेर चाहिँ एकचोटि एक्सेप्ट गर त कहाँ छ मिङ म डिस्कनेक्ट गर्छु फुलमुनै थियो नि त यो रोकस म्याजिक तल फुलमुन माथि रोकस म्याजिक थियो नि आटो शिट ए क्यामेरा अन गर्न मिल्यो आगो लाग्यो भन्दा पनि अब ओके लगाएर लिएर आउँछ कि एकचोटि मेरो फोन मर्यो क्या गाइस पुलिस केस
इन्सुरेन्स म खासै लाइभ आउनु मन चाहिँ थिएन गाइज आज अझ दुलाको अझ बे पनि सकेको छैन गाइज होइन अब के मिङमार गर्नु शेर्पा मिङमार शेर्पा वाउ आई थिङ्क त्यो रिसेप्सनमा हुन्छ कि तपाईँलाई पनि भेट्न पाउँछ रे विकास म गएको छैन घर गएको छैन ओइ म यहाँ बाहिर चोट खाँदै हो म चोट खाँदै पाइहाल्छ नि म चोट खाँदै हो डान्स फ्लोरमा ल ल ल म आएँ ल डान्स फ्लोरमा आएँ ल ल ल ल ओके आम कमिङ बेहुलाले फोन गरेर नाच्न हो भन्दैछ गाइस हाम्रो यो पार्टी झालाग्दो मान्छेहरू मात्रै छ भने गाइस ओके है तपाईँहरू ठमेलमा को जानुहुन्छ है ठमेलको क्लबमा होइन यदि तपाईँहरू 10x गयो भने चाहिँ गाइस मैले जिस्केको होइन है तपाईँहरूले गाइस मेरो कोड युज गर्नुहोस् है मेरो कोड दिन्छु होइन TMG भनेर कोड दिन्छु होइन गाइस TMG भनेर कोड युज गर्नुहोस् यु गाइस विल गेट फ्री इन्ट्री गाइस त्यहाँ नत्र छिर्नको लागि 2000 तिर्नुपर्छ गाइस त्यो क्लबमा छिर्नलाई गाइस 2000 पछि तपाईँहरूको प्लस त्यहाँदेखि तपाईँहरूले के खान्छ नि अनि त्यो पछि तपाईँहरूले जे खान्छ नि गाइस त्यो त्यसमा पनि म डिस्काउन्ट गरिदिन्छु नयाँ बार पनि खोल्दैछ सिप्स पनि नयाँ बार पनि खोल्दैछ गाइस उसको सिप्स होइन ठमेलमै गाइस होइन ककटेल बार खोल्दैछ उसको नयाँ ककटेल बार अहिले सिप्स भनेर खोल्दैछ गाइस 10% होइन गाइस काँतीमालाई यार मेरो ग्याङमा 10% अफ हुन्छ भन न गाइस म ठमेलको राजा हो क्या मैले फुर्ती मात्रै नलागेको गाइस मान्छेलाई पनि कस्तो फुर्ती लाउँदो रहेछ केटाले भन्दा अहिले घर आउनु न बजाइदिन्छु तपाईँको बाज कि मलाई म को भन्ने थाहै छैन भने म चाहिँ होइन गाइस ऊ चाहिँ ठमेलमा चाहिँ उसको धेरै बिजनेस छ है गाइस है तपाईँहरू यदि क्लब गयो भने चाहिँ भन्नुहोस् होइन एकदम राम्रो क्लब हो गाइस 10x है तपाईँहरू गयो भने चाहिँ म मेरो टिमलाई चाहिँ एकदम राम्रो डिस्काउन्ट गरिदिन्छु 10x गाइस या 10x क्लब हो ओके अब जाने अरे ओके गाइस त्यहाँ जाँदाखेरि होइन मेरो कोड युज गर्ने गाइस युज माई कोड TMG भनेर कोड युज गर अनि गाइस TMG भनेर यदि चिनेन भने चाहिँ को भन्दा गोसको ठुलो दाइ को हो भनेर खोज्न लगाऊ गोसको दाइलाई बोलाइदिनु भनेर भनाएन गाइस अनि बोलाइदिन्छ गोसको दाइ हो कि ऊ चाहिँ गोसको आफ्नै दाइ है गाइस अब जानुपर्छ अरे ओके गाइस 10x मा जाने भएछ राम्री केटीहरू छ गाइस त्यहाँ पिआर केटीहरू छ नि ओके म गोसलाई फलो गरिदिन्छु है पिआर अब यो क्लबहरूमा राम्री केटीहरू राखेको हुन्छ क्या पिआर भनेको फुल फर्म चाहिँ पिआरको फुल फर्म पर्सनल रिलेसन होइन पिआरको फुल फर्म पर्सनल रिलेसन होइन पर्सनल रिलेसनको लागि राखेको हुन्छ क्या लाइक त्यो केटीहरूले चाहिँ होइन टेबलमा आउँछ पाउँदैन पिआर भनेको चाहिँ कस्तो भन्दा राम्री केटीहरू राखेको हुन्छ क्या क्लबतिर अनि उनीहरूले राम्रो नाच्दी पनि दिन्छ राम्री लुगा लगाएर बसेको हुन्छ राम्री केटीहरू हुन्छ क्या अनि उनीहरूले चाहिँ हामी गयो भने ओ माई गड मिस्टर तामाङ तिमी कति राम्रो एउटा ड्रिङ्क्स खाऊँ न भनेर हुन्छ क्या हो त्यो सालको हुन्छ क्या उनीहरूको लागि पर्सनल रिलेसन क्या बुझ्यो रमाइलो रमाइलो अबदेखि ठमेल गयो भने कुन क्लब जाने रे मिङ मैले फ्रीमा प्रमोसन गरिदिरहेको छ आज अबदेखि त्यो प्रफिटको 5% मलाई That's 4,000 people watching, huh? So guys, मैले फ्रीमा प्रमोसन गरिदिएको छ गाइज त्यहाँ मिङलाई भनिदियो मेरो अकाउन्ट पठाइदिन्छु पैसा उठाइदियो भन्दा गाइज अबदेखि ठमेलमा क्लब जाने भने बित्तिकै कुन क्लब अरे गाइज कमेन्टमा लेखिदियो खै है प्यारी बोर भयो होला होइन बोर भयो होला तिमी चाहिँ पिआर वालामा जाने भन्दैछ त तपाईँले अनि एक्सप्लेन आफै गर्दैछ अनि म त कहाँ जान्छु जान्दिन पानीपुरी शेर्पाले मिङमा भन्दैछ शेर्पा सरलाई नि बोल्न दिनुहोस् हो मिस्टर तामाङ रे ए ओके सरी गाइज ल सरी हेलो she's gone offline गोस बहिनी गोस बेहेना भन्दैछ उसले गोस बेहेना आप कैसे हो आपने खाना खा लिया अच्छा है मलाई दुलाले नाच्न आउने गाइस डान्स फ्लोरमा हैन डान्स फ्लोरमा बोलाइरहेछ गाइस अब चाहिँ म गएको ल बाइ गोसको सबै प्लानमा पानी फेर्दियो मैले आज अर्को केटालाई फसाउने चक्करमा रहेछ ल सक्नु अनि आउनु न है ओके सो मलाई दुलाले नाच्न आउ भनिरहेछ गाइस म एकछिन नाचेर आउँछु ल साथीहरु उठायो तिमी रमाइलो गर ल कोसँग रमाइलो गर्ने हो गर मलाई थाहा छ तिम्रो प्लान के थियो लाइभ आउँछ कि आउँदैन आयो भने ढिलो आउँछ होला तर मोस्ट प्रोबेबली नो नै होला
ल ल फर्स्टमा मेरो पेट्रोल चाहिँ मोस्ट प्रोबेबली चाहिँ नहुने होला ल तिमी इन्जोय गर न ओके गाइस सबैजनाले हाम्रो घोषलाई सपोर्ट गरिदिनु होला गाइस सबैजनाले हाम्रो के भन्छ म भनिदिन्छु म भनिदिन्छु तिमी त बल फलोअर छ प्यारीहरू सबैजनाले हाम्रो के भन्छ मिस्टर तामाङको ऊ आइसकेछ कि भ्लग आइसकेछ हेरिदिनु ल प्यारीहरू सबैजनाले हेरिदिनु उहाँको